33 वर्ष भयो नेपाल आएको। 33 वर्षमा मैले जागिर गर्दै गरिनँ, कुनै व्यापार गरेकै छैन, व्यापार गर्न नि जान्दिनँ, खेतीपाती गर्न गरेको पनि छैन, किनभने मेरो खेतबारी केही नि छैन होइन। म रित्तो मान्छु। यसरी काम गरेको हो। अब विभिन्न किसिमको कामहरू गरियो। अब मेरो फाइदाको लागि होइन, जनताको फाइदाको लागि काम गरेको हो। अब यसरी काम गर्दै गर्दै जाँदाखेरि अहिले अस्ति भदौमा मलाई मन्त्री पनि बनाइदिए, जबरजस्ती मन्त्री बनाइदिए। मन्त्री हुन्न भन्दा पनि किन भन्दाखेरि तपाईँलाई थाहा छ भदौमा चाहिँ जेनजी आन्दोलन भयो। जेनजी आन्दोलन भएपछि अब सरकार बन्दाखेरि मलाई पनि मन्त्री बनाइदिए। तर त्यो आन्दोलन हुँदाखेरि म चाहिँ काठमाडौँमा थिइनँ। म त मेरो जीवन कथाको किताब बेच्दै उहाँ पूर्वी नेपालमा थिएँ, ताप्लेजुङ भन्ने जिल्लामा थिएँ। त्यहाँ चाहिँ किताब बेचिरहेको थिएँ। काठमाडौँमा चाहिँ जेनजी आन्दोलन भएछ अनि के भएछ काठमाडौँमा। अनि मलाई मन्त्री बनाउन बोलायो। म आउँदैन भन्न धेरै चाहिँ के अरे कोसिस गरेँ नआउनको लागि, तर आखिरमा सुखै दिएन। मैले पनि सोचेँ कि त्यो भदौको त्यो अवस्थामा नेपालको चाहिँ अवस्था एकदमै अब चिन्तापूर्ण थियो। सबैलाई चाहिँ चिन्ता लागेको थियो। अब नेपालमा के हुन्छ कसो हुन्छ भनेर सबै त्यो आन्दोलनपछि नेपालीहरूलाई चिन्ता थियो। अब त्यस्तो अवस्थामा सङ्कटपूर्ण अवस्थामा देशलाई अब मन्त्री भएर केही सहयोग हुन्छ भने ठिकै छ भनेर मन्त्री भएको हो। मन्त्री पनि जम्मा 6 महिनाको लागि भएको, धेरै लामो समयको लागि भएको होइन। किनभने चुनावपछि त अर्को सरकार आउँछ, अर्को मन्त्री भन्छ। यो 6 महिनाको समयमा पनि केही गर्नको लागि चाहिँ मैले कोसिस गरेको थिएँ। खास गरी शिक्षामा सुधार। म शिक्षा मन्त्री, विज्ञान मन्त्री भएको हुनाले शिक्षामा सुधार ल्याउनको लागि शिक्षामा भएका भ्रष्टाचार, मनपरितन्त्र कुरीतिहरू, त्यसमा व्यतिथिहरू धेरै रहेछन्। पढाइ राम्रो हुँदो रहेछ, क्याम्पसमा त झन् खतमै हुने रहेछ। यस्ता किसिमका कुराहरू शिक्षालाई सुधार गर्नको लागि मैले केही कानुनहरू बनाउन कोसिस गरेको थिएँ, बनाएको पनि हो। र कानुन बनाउनलाई मैले 6वटा ग्रुप, 6वटा समूह बनाएर विशेषज्ञहरूको 6वटा समूह बनाएर काम पनि गरेको हो। 2 महिना 2.5 महिनामा कानुनको खाका पनि बनाएको हो। तर त्यो कानुन पास गर्न सकिनँ, कानुन पास गराउन सकिनँ। कोसिस त गरेको हो। त्यो कानुनलाई 3वटा कानुन थियो, 4वटा नियमावली थियो। त्यो नियमावली र त्यो कानुनलाई पास गराउनको लागि मैले अर्थ मन्त्रालयबाट पास गराएँ। अनि त्यसपछि कानुन मन्त्रालयबाट पास गराएँ। त्यसपछि मन्त्री परिषदबाट पनि पास गराएँ। त्यसपछि विधान समितिमा गएर त्यो कानुन चाहिँ त्यहाँ रोकियो। कानुन त्यहाँ रोकियो। रोकिएपछि चाहिँ त्यहाँ माथि जान सकेन। त्यसपछि राष्ट्रपतिको जानुपर्ने हो, राष्ट्रपतिकोमा जान सकेन, रोकियो। किनभने चुनावको आचार संहिता माघको 5 गतेदेखि लाग्ने भएको हुनाले मैले माघको 4 गतेसम्म जसरी हुन्छ त्यो कानुन पास गर्ने भनेर लागि परेको, सक्दै सकिन। त्यही भएर राजीनामा दिएर यहाँ चुनाव लड्न आएको। कानुन पास भएको भए, त्यो मैले बनाउन खोजेको कानुन पास भएको भए म चाहिँ चुनाव लड्न आउने थिइनँ।